के छ गुड मर्निङ नमस्ते सबैजनालाई लास्ट उठाएको होला के छ सन्चै हुनुहुन्छ म पनि एकदम सन्चै छु अनि के छ त हजुरहरू चाहिँ एकदम माया छ है हजुरहरूलाई सबैजनालाई चाहिँ मिठो माया छ हजुरहरूले चाहिँ पनि माया दिनुपर्छ मलाई हैन के गर्नु त गाइजहरु यसो हल्का अब निकाल्नै पर्यो आफ्नो पारामा भिडियोहरू हैन ट्याङ ट्याङ लगाएर त्यही छ भनौँ सन्चै आयो एकदम सन्चै छु म पनि बेस्ट छु के छ सन्चै हुनुहुन्छ होला अब के छ यहाँ पनि एकदम फेरि पनि आज पनि फाइनली केटा अब उठियो त्यो लाग्यो अब आफ्नो यता मर्निङ वाकिङतिर के छ सन्चै हुनुहुन्छ म पनि एकदम आरामै गर्नु पर्यो र त्यही हो अब यहाँ चाहिँ हिँडेर जानुपर्ने अवस्था देखिरहेछ आज चाहिँ हिजो पनि हिँडेर नै गइयो आज पनि हिँडेर नै केटाहरू चाहिँ अगाडि गइसक्यो त्यही भन्दैछ अब 10-15 मिनटमा पुग्नुपर्छ जसरी पनि भन्दैछ केटाहरूले मैले भनेको ओके छ ल केटाहरू आइहाल्छु म तिमीहरू चाहिँ हिँड्दै गर ल अब त्यही भेटौँला खेल्ने ठाउँ मैदानमै म चाहिँ हल्का काम थियो त्यही भएर चाहिँ निस्किएको थिएँ होइन अलि यतातिर साइडतिर गएको छु म होटलतिर त्यही भएर अब केटाहरू अगाडि गइसक्यो त एकजना दाइलाई छोड्नु पर्ने थियो कि यता बस स्ट्यान्डमा बस पार्कमा अब उहाँलाई छोडेर चाहिँ म त्यो ठाउँ पुग्छु होला 7:15 बजे यहाँदेखि निस्किन्छु भन्दै थियो अब 7:15 बजे निस्किएपछि अब यहाँदेखि ठ्याक्कै लगाएर त्यही हो 5 मिनटमा चाहिँ पुगिन्छ होला उसलाई भनेको अटो बनाएर गइजा भाइ म चाहिँ अलि भ्याउँदैन भनेको त कहाँ मानेन उसले ठिकै छ भाइ यार तँ जानै पर्छ भन्ने कुरो हो फेरि त्यही भएर पनि ल के छ नि त यार भाइ म छोडिदिन्छु केही छैन मेरो चाहिँ धर्मै छ केही छैन भनेर भनेको ऊ चाहिँ हाँसिरहेको थियो हिजो होइन ठिक छ ल के छ जाँदै हो अब अनि त्यही हो चाहिँ हजुरतिर के छ त कस्तो छ सन्चै हुनुहुन्छ होला म पनि एकदम बेस्ट होइन एकदम सन्चै भन्नु पऱ्यो आहा क्या दामी सर हावा चलिरहेको कि मजा के आउँछ हावाको यार है मेरो साथमा अगाडि चाहिँ एउटा लग्नु ऊ पनि मसँग हिँड्दै गइरहेछ अगाडि फाइनली यहाँको लोकल मान्छेहरू चाहिँ उठेको छैन हामी चाहिँ उठेर लागिरहेको हिँड्दै गएको कति सुचेको मान्छेहरू खै आएर होइन गाइजहरू बवाल छ भनौँ बवाल एकदम सुत्नलाई चाहिँ यहाँको यो मान्छेहरू यो हुन्छ होइन चाहिँ अब कोही कोही चाहिँ बिहानै उठिहाल्छ फाइनली गाइजहरू होइन त त्यही हो अब सन्चै भन्नु पऱ्यो आजभोलि चाहिँ होइन त्यही हो अब यहाँबाट चाहिँ अब सर लगाएर माथि गइसकेपछि एउटा मोडनिर चाहिँ आउँछ एउटा सानो भिडियो तपाईँलाई त्यहाँनिर निकालेर देखाउँछु म हल्का क्लिप लिएर चाहिँ त्यही हो बवाल छ भन्नु पऱ्यो एकदम होइन सही हो सही पारामा हामी चाहिँ हिँड्दै गएको अब बवाल छ त्यही छ त्यो फाइनली पुग्यो केटा होइन साथीलाई चाहिँ छोड्नलाई जाँदैछु म अब त्यहाँ पुगिसकेको छु 2 मिनटमा पुगिहालेँ केटा होइन अब रेडी भएको छ कि छैन उठेछ कि छैन मलाई 7 बजे आइपुग्नु है